स्वागत मनाउन छोडेर पनिसमेन्ट गेम खेल तिमी पनि चुप्पे त बिचरा माइत साली हाल्देऊ न सिस्टममा आफै जम जम भइहाल्छ चुप तेरी भास्की केही गरेनौ र गोर्खाली भाइको तर्फदेखि कङ्ग्रेचुलेसन रे थ्याङ्क यू सो मच गोर्खाली केही गरेनौ र जेसा गरेको भए भनिदिइहाल्थ्यो त म लुकाउँछु अनि छुट्टै छुट्टै बसेको बिहेको दिन पनि छुट्टा छुट्टै भन्छन् जन्ती किन सुतेको रे हौ सुते तिम्रो पनि पाला होला किन हात्थ्यौ सुत्या छैन उनीहरूको त पालो आएर पनि गइसक्यो त कति पालो आउनु पर्ने हो कोठेको आएन अब झुप्पावाला बाजा खोज्दैछु चिनीवाला चलिरहेको रहेछ अब झुप्पेवाला बाजा जेसा मेरो लागि पनि यसो सेटिङ मिलाइदेऊ ल झुप्पा भएको के अरे यहाँ झुप्पा नपाएर पो त नपाएको त नि होइन सरी सरी त्यो होइन झुप्पावाला झुप्पावाला यस्तो नगर्नु न मेरो आँखा फेरि कहाँको दुख्छ बहिनी कुरा सक्यो भने अब गेम पनि खेल्ने के बच्चाको डाइपर नि किन्नु छ मलाई अब त यो डायलग मलाई पनि भन्नु पर्ने हुन्छ होला कति 8-9 महिनापछि त बहिनी अहिलेसम्म हनी नखानु भन्छ बच्चा किन प्लान गरिरहेको के थाहा एउटै हनीमुनले चल्छ कि अब त्यो काम म हगेर आउँछु मलाई झेउला म हगेर त्यस्तो क्वेसन सोध्छ त नि हामीले होइन गाइज उता छ के भयो हामी गेम खेल्छौँ ल जाऊ ल म चाहिँ कहाँ जाने खेल्ने हो गेम खेल्ने पनिसमेन्ट गेम अनि जेसाले पनि खेल्छ त खेल न जेसा आज स्वागत मनाउन छोडेर पनिसमेन्ट गेम खेल तिमी पनि चुप्पे त बिचरा माइत साली हाल्देऊ न सिस्टममा आफै जम जम भइहाल्छ चुप तेरी भास्की उठे खुर्सानी हाल्ने हो अब बिस्तारै रोकेर बहिनी ल गेम खेलम ओ यार खुर्सानी खेल्दैन के पनिसमेन्ट गेम हामी एमा खेलाउन खेमे आउँछ रे भर्खर मसँग खेलेर आइक्यो यार जेसा यार खेल्छ पनिसमेन्ट गेम जेसा किन नखेलौँ भनेको ल म गएको न खेमे खेल क्या त्यतिकै तिमीलाई त्यतिकै बसा तिमीलाई कसले गिफ्टिङ गर्छ च्यालेन्ज भयो भने बल्ल गिफ्टिङ आज भ्युवर्स भएको बेला आज पैसा कमाउनु है चिनी पनि थोरै खायो भने मिठो पछि तितो हुन्छ के आज तिम्रो बिहा भएको नयाँ कन्टेन्ट छ हजारौँ मान्छे झुमेका छन् यही बेला पैसा कमाउने पागलाई नै अनि जेसा स्वागत पनि मनाएको छैन खुर्सानी सुर्सानी हाल्देऊ झम झम हुन्छ अनि सुत अब आज जस्तो 24 बियर भोलि हुन्न बहिनी हुँदैन सिधा कुरा हो आज भएकोलाई खेल्नु के थाहा पोखरा हनुमान आउने पैसा उठ्छ के थाहा अघि श्रीमानले हनुमान पोखरा जाने भन्नु के हो पोखराको त्यो ताल हल्लाइदिने रे तपाईँको घरमा भूकम्पले
रविन दाई हामी आएको बेलामा बुकामा आउला नि फेरि तपाईँको घरतिर